हामी सेन्सोरियल सब्जेक्टको चाहिँ कलर ट्याब्लेटबाट चाहिँ सनफ्लावर बनाउन जाँदैछौँ। यसको लागि चाहिँ हामीलाई कलर ट्याब्लेट्सहरू चाहिन्छ। अनि यो हामीले चाहिँ यही नै राख्नुपर्छ भन्ने छैन। हामीले यहाँ स्माइली फेसहरू राखेका छौँ, ग्लोभ्सहरू कुनै पनि एउटा सेप्सहरू राखेर हजुरहरूले बनाउन सक्नुहुन्छ। हामीले चाहिँ यहाँ सर्कलमा स्माइली फेस राखेर बनाइरहेको छौँ। यहाँ चाहिँ डिफ्रेन्ट कलर्सको ट्याब्लेटहरू छ, जसमा चाहिँ हामीले आफैले नै गर्नुपर्छ भन्ने छैन। यो एक्टिभिटी चाहिँ हामीले बच्चाहरूलाई मजाले यसरी गराउन सक्छौँ। यसमा सेम कलर युज गर्नुपर्छ भन्ने छैन। हजुरहरूले डिफ्रेन्ट कलर युज गरेर पनि बनाउन सक्नुहुन्छ। अर्को कलर ट्याब्लेट्स पनि हामीले राख्छौँ। यसरी चाहिँ हामीले यो वरिपरि घुमाइदिन्छौँ ताकि यो फ्लावर जस्तै देखिन्छ। बच्चाले चाहिँ एकदमै ध्यान दिनु भएर कलर्सहरू हेरेर यसबाट हामीले डार्केस्ट छुट्याएर पनि मजाले गराउन सक्छौँ। अनि हामीले यहाँनिर 5वटा राखेको छौँ। हजुरहरूले 5वटा राख्नुपर्छ भन्ने छैन। हजुरहरू यस्तै ट्याब्लेट्सहरू छ भने मजाले धेरै राख्नु भएर अनि ठुलो पनि बनाउन सक्नुहुन्छ। हामीले चाहिँ यहाँ डिफ्रेन्ट कलर ट्याब्लेट्सहरू युज गरेर स्माइली फेस बिचमा राखेर एउटा फ्लावर जस्तै सेप्सहरूमा हामीले बच्चालाई सनफ्लावर भनेर देखाउन सक्छौँ। हामीले 5वटा मात्रै राख्नुपर्छ अथवा यही कलर राख्नुपर्छ भन्ने छैन। हजुरहरूले जतिवटा कलर्सहरू पनि युज गरेर बच्चालाई इङ्गेज गरेर राख्न सक्छौँ। अब यसमा हामीले ट्याब्लेटलाई सुताइदिएको छ भने हामीले यसरी उठाएर पनि गराउन सक्छौँ। हामीले यो बच्चाहरूलाई इङ्गेज गराउने हो, खेलाउने हो, उहाँहरू चाहिँ जसरी खुसी हुन्छ, उहाँहरूले कसरी गर्न चाहनुहुन्छ त्यही अनुसार हामीले यसरी पनि राखेर गर्न सक्छौँ। हस्, थ्याङ्क यू।